सम्पूर्ण साथीहरुमा नमस्कार भन्न चाहे। आज हामी चाहिँ यो सोल्टा चिसापानी सडक खण्ड अन्तर्गत कुइने र सोल्टा बीचको जुन एउटा रोड बनिसकेको छ। करिब 1 वर्ष हुन लाग्यो यो रोड बनेको। 1 वर्ष हुँदै गर्दा यो रोडको अवस्था चाहिँ यस्तो भइसकेको छ। यो कुन ठेकेदार कम्पनीले काम गरेको हो त्यो हामीलाई थाहा भएन। मलाई लाग्छ यो बजेट चाहिँ मौनेल गाउँपालिकाको नै हुनुपर्छ। मौनेल गाउँपालिकाको बजेट भइसकेपछि मौनेल गाउँपालिकाले रेखदेख गर्ने या मौनेल गाउँपालिकाका प्राविधिकहरूले रेखदेख गर्ने, उहाँहरूले रेखदेख गर्नमा कमी कमजोरी गर्नुभएको छ। र हेर्नुस् त यो कुइने सोल्टा रोड अन्तर्गत ठ्याक्कै यो पानी खोला नजिकै यस्तो अवस्थामा रोड छ। यो रोड बनेको करिब 1 वर्ष हुन लाग्यो। 1 वर्ष हुँदै गर्दा रोडको अवस्था यो हुन्छ भने निर्माण कम्पनीले कसरी काम गर्छ त? निर्माण कम्पनीले के आफू मोटाउनलाई यो काम गरेको हो या गुणस्तरीय काम गरेको हो? यो छुट्याउने जिम्मा तपाईहरुको हुनेवाला छ। के भन्न चाहनुहुन्छ यो निर्माण कम्पनीलाई? कमेन्ट गरिदिनु होला है त।